Hello everyone, welcome back to my channel. It's me Susmita Loitel. So आज चाहिँ म नयाँ भिडियो लिएर आएको छु। आजको भिडियोमा चाहिँ म हजुरहरुलाई केही इन्फर्मेसनहरु शेयर गर्दै छु, जस्तै कि हजुरहरुको स्टुडेन्ट आउन लाग्नु हुँदैछ भने कसरी अप्लाई गर्ने अनि फर्स्टमा के गर्नुपर्छ अनि हो त्यस्तै कुराहरु अनि अरु पनि इम्पोर्टेन्ट कुराहरु, इम्पोर्टेन्ट इन्फर्मेसनहरु जुन चाहिँ तपाईहरुलाई धेरै नै हेल्पफुल हुन्छ इफ तपाईहरु स्टुडेन्ट आउनु हुँदैछ भने। तपाईहरु कोही इन्ट्रेस्टेड हुनुहुन्छ स्टुडेन्ट आउन भने सुरुमा तपाईहरुले के गर्नुपर्छ भनेर सुरु गरौँ है त। र फर्स्टमा चाहिँ हजुरहरुले आइएल्स गर्नुपर्ने हुन्छ। आइएल्स गर्नुहुन्छ अथवा पीटीए गर्दा पनि हुन्छ, दुईटामा जुनै पनि एउटा गर्दा हुन्छ। र आइएल्स गर्नुभयो भने चाहिँ आइएल्स को स्कोर चाहिँ आई थिंक मिनिमममा पनि तपाईहरुको 6 चाहिँ हुनै पर्छ। So I think 6 in each band and overall मा 6 अनि इन युनिभर्सिटी अनुसारले पनि हुन्छ है। कुनै कुनै युनिभर्सिटीमा चाहिँ फर ब्याचलर्स अथवा फर मास्टर्स आउनु हुँदैछ भने चाहिँ 6.5 ओभरअल अथवा ओभरअल 7 पनि माग्दिन सक्छ। पीटी को कुरा गर्ने हो भने चाहिँ पीटी मा चाहिँ ओभरअलमा चाहिँ 62 ल्याउनु पर्छ र राइटिङमा चाहिँ 61 ल्याउनु पर्छ। र सबै युनिभर्सिटीमा एउटै हुनुपर्छ भन्ने पनि छैन। आफूले अप्लाई गर्ने युनिभर्सिटीको के कति क्राइटेरिया छ हजुरहरुले हेरेर बुझेर अनि त्यो पनि थाहा पाउनुहुन्छ। सो र त्यसपछि स्टडी डकुमेन्ट्स आफूले के गर्नको लागि स्टुडेन्ट आउन लागेको, इफ तपाई मास्टर्स गर्न आउन लाग्नु भएको हो भने ब्याचलर्सको डकुमेन्ट्सहरु, तपाईको ट्रान्सक्रिप्ट अनि माइग्रेसन सर्टिफिकेट अनि प्रोभिजनल सर्टिफिकेट, एभ्री सर्टिफिकेट हुन्छ तपाईको ब्याचलर्सको सर्टिफिकेटहरु भयो। सो ब्याचलर्सको लागि आउनु हुँदैछ भने +2 को सर्टिफिकेटहरु, त्यो त एकदमै धेरै नै इम्पोर्टेन्ट डकुमेन्ट्स भइहाल्यो हैन। अनि पासपोर्ट पनि पासपोर्ट त आइएल्स दिँदाखेरि पासपोर्ट चाहिन्छ। सो पासपोर्ट त इम्पोर्टेन्ट हो। र अब तपाईहरुसँग आइएल्स पीटी पनि भइसक्यो, स्टडी डकुमेन्ट्सहरु पनि छ। र अब कसरी चाहिँ अप्लाई गर्ने त युनिभर्सिटीमा कसरी अप्लाई गर्ने भनेर भन्दाखेरि चाहिँ दुईटा वे हुन्छ। इफ सेल्फ अप्लाई गर्ने हो कि कन्सल्टेन्सी थ्रु गर्ने हो, दुईटा अप्सन हुन्छ। सो बेटर चाहिँ तपाईहरु कन्फिडेन्ट हुनुहुन्छ म आफै अप्लाई गर्छु भन्ने लाग्छ भने सेल्फ अप्लाई गरेको राम्रो, किनभने तपाईको धेरै कस्ट पनि बच्छ र धेरै जनाले भन्नुहुन्छ सेल्फ अप्लाई गर्न त्यति गाह्रो छैन, युरोप कन्ट्रीहरुमा आफैले अप्लाई गर्ने हो भनेर भनिरहनु भएको हुन्छ क्या। बट मैले चाहिँ कन्सल्टेन्सी थ्रु नै गरेको, त्यही भएर अब मैले हजुरहरुलाई के भनौं। बट इफ तपाईहरु कन्फिडेन्ट हुनुहुन्छ र सक्नुहुन्छ भने सेल्फ अप्लाई नै गर्नु सजेस्ट गर्छु म पनि गर्न चाहिँ। र अप्लाई गर्ने त भइहाल्यो हैन। अनि अप्लाई गर्नको लागि दुईटा इन्टेक हुन्छ, कि त सेप्टेम्बर इन्टेक कि त जनवरी इन्टेक। सेप्टेम्बर इन्टेक चाहिँ मेन इन्टेक, ठुलो इन्टेक हो। सो मोस्टली सेप्टेम्बर इन्टेकमै गरिन्छ, जनवरी इन्टेक भन्दा सानो इन्टेक हुन्छ। र यी डकुमेन्ट्सहरु चाहिँ सुरुमै चाहिने डकुमेन्ट हो। अब हजुरहरुलाई म कुन कोर्स लिम, कुन युनिभर्सिटीमा अवेलेबल छ, एभ्रीथिङ कोर्सको बारेमा इन्फर्मेसन चाहिएको छ भने चाहिँ एउटा पोर्टल छ universityadmission.ac भन्ने। त्यो पोर्टलमा गएर सबै इन्फर्मेसन लिन सक्नुहुन्छ। त्यो पोर्टलमा जाने अनि आफू कुन कोर्स आफूलाई इन्ट्रेस्टेड हुन्छ, जस्तै अब तपाई मास्टर्स इन इन्टरनेशनल बिजनेसमा इन्ट्रेस्टेड हुन्छ भने त्यो सर्च गर्ने अनि त्यो मास्टर्स इन इन्टरनेशनल बिजनेस लिएपछि कुन युनिभर्सिटीमा छ त्यो सबै युनिभर्सिटी देखाउँछ। त्यो युनिभर्सिटी कहाँ हो, कुन प्लेसमा हो, कुन युनिभर्सिटी हो, अनि कति क्रेडिट आवरको हो र तपाईको फी, टोटल ट्युसन फी कति हो, सबै इन्फर्मेसन त्यहाँ हुन्छ, कोर्सको रिलेटेड इन्फर्मेसनहरु। सो त्यो यो universityadmission.ac भन्ने एउटा पोर्टल छ। त्यो पोर्टलमा गएर त्यो हेर्नुभयो भने तपाईले कोर्सको बारेमा सबै इन्फर्मेसन पाउनुहुन्छ। अनि जब तपाईहरुलाई कुन कोर्स पढ्ने भनेर तपाईहरु जब स्योर हुनुहुन्छ अनि त्यसपछि अप्लाई गर्नुहुन्छ, युनिभर्सिटीमा अप्लाई गर्नुहुन्छ है। सो अप्लाई गर्दाखेरि एडमिसन चाहिँ अक्टोबरदेखि ओपन हुन्छ, अक्टोबरदेखि नै अप्लाई गर्न पाउनुहुन्छ। यो चाहिँ अटम सेमेस्टरको लागि है हुन्छ नि। यो सेप्टेम्बर इन्टेक जुन मैले भने नि हजुरहरुलाई हो त्यो इन्टेकको लागि। सो यसको चाहिँ अक्टोबरबाट सुरु हुन्छ, एडमिसन ओपन हुन्छ, अक्टोबरदेखि मिड जनवरीसम्म ओपन हुन्छ। सो मिड जनवरीसम्ममा चाहिँ अप्लाई गरिसक्नुपर्ने हुन्छ। भरसक छिटै गर्नुभएको राम्रो, तर पनि मिड जनवरीसम्म चाहिँ टाइम हुन्छ। र त्यो अप्लाई गरिसकेपछि त्यसको रेस्पोन्स चाहिँ तपाईले मार्च अथवा अप्रिलसम्ममा पाउनुहुन्छ। सो त्यति टाइमसम्म तपाईको युनिभर्सिटीले तपाईलाई डिसाइड गरिसक्छ कुन युनिभर्सिटीले तपाईलाई सेलेक्ट गर्यो। सो तपाईको त्यो कन्फर्म भइसक्छ, मार्च टु अप्रिलमा कन्फर्म भइसक्छ। एप्लाई गर्दाखेरि एउटा कोर्स एप्लाई गरेको अराउन्ड 900 ACK लाग्छ, जुन चाहिँ US डलर भनेको 85 to 90 US डलर हुन्छ। सो हजुरहरुको एउटा कोर्स अप्लाई गरेको कस्ट चाहिँ त्यति लाग्छ। र अप्लाई गर्दा एउटा इम्पोर्टेन्ट कुरा याद गर्ने भनेको चाहिँ तपाईले
तपाईँले आफ्नो कोर्स सेलेक्ट गर्नुभयो कुन कोर्स गर्ने भनेर हेर्नुभयो कुन युनिभर्सिटीमा छ हेर्ने भनेर र डिसाइड पनि गर्नुभयो म योमा एप्लाई गर्छु भनेर। सो अब मास्टर्सको लागि आउनु हुँदैछ भने तपाईँको अप्सन आई थिङ्क तपाईँ 4टा युनिभर्सिटी 4देखि 5वटासम्म युनिभर्सिटीमा अप्लाई गर्न पाउनुहुन्छ। अनि ब्याचलर्सको लागि आउनु हुँदैछ भने चाहिँ तपाईँ 6-7वटा 8वटासम्म पनि युनिभर्सिटीमा एप्लाई गर्न पाउनुहुन्छ। र एप्लाई गर्दाखेरि तपाईँले अब सेलेक्ट गर्नुभयो अरे कुन युनिभर्सिटी सेलेक्ट गर्नुभयो होइन। अनि मैले भने नि ल 4टा युनिभर्सिटीमा गर्न पाउनुभयो मास्टर्सको लागि है। अनि गर्दाखेरि ऱ्याङ्किङ हुन्छ क्या 1 2 3 4 भनेर ऱ्याङ्किङ हुन्छ क्या। र त्यो ऱ्याङ्किङ चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। तपाईँले मोस्ट प्रायोरिटीमा कुन युनिभर्सिटी राख्नुभएको त्यो युनिभर्सिटी ऱ्याङ्क 1मा राख्नु पऱ्यो। एन्ड त्योदेखि अलिक कम्ती प्रायोरिटी भएको 2मा अझै कम्ती भएको 3मा गर्दै राख्नु होला है। किनभने तपाईँले 1मा चाहिँ जस्ट नर्मली कुनै युनिभर्सिटी 1मा राखिदिनु भने 1ले तपाईँलाई लियो भने तपाईँको 2 3 4 यत्तिकै आफै डिलिट हुन्छ। किनभने 1ले लिइसक्यो नि त प्रायोरिटी 1लाई दिएको छ नि त। सो त्यो अनुसारले चाहिँ तपाईँले आफ्नो मोस्ट प्रायोरिटीलाई 1मा अनि 2मा अलिक कम्तीलाई अनि 3मा अझै कम्तीलाई गर्दै राख्नु होला। र जब तपाईँहरूले अप्लाई गर्नुहुन्छ अनि मार्च टु अप्रिलको बिचमा तपाईँहरूले आफ्नो रेस्पोन्स पनि पाउनुहुन्छ कुन युनिभर्सिटीले तपाईँहरूलाई एक्सेप्ट गरेछ कुन युनिभर्सिटी फाइनलाइज भयो भनेर। अनि त्यसपछि एक्सेप्टेन्स लेटर पाउनुहुन्छ। र जब तपाईँले त्यो एक्सेप्टेन्स लेटर अफर लेटर भन्छ नि त्यो पाउनुहुन्छ। त्यो पाइसकेपछि मात्र आफ्नो रेसिडेन्स पर्मिटको लागि एप्लाई गर्न पाउनुहुन्छ। रेसिडेन्स पर्मिट भनेको चाहिँ हाम्रो भिजा भनौँ न स्टुडेन्ट भिजा स्टुडेन्टहरूको लागि त्यही रेसिडेन्स पर्मिट हुन्छ। त्यो नि हाम्रो लागि भिजा हो। र रेसिडेन्स पर्मिट अप्लाई गर्नको लागि चाहिँ तपाईँहरूलाई के कुरा चाहिन्छ भन्दाखेरि चाहिँ तपाईँहरूको अफर लेटर जुन कलेजले हजुरहरूलाई त्यो लेटर पठाएको छ नि युआर एक्सेप्टेड भनेर त्यो एडमिसन लेटर जुन हुन्छ नि त्यो एक्सेप्ट भएपछि अफिसियल्ली एक्सेप्ट भइसकेपछि मात्र हजुरहरू रेसिडेन्स पर्मिटको लागि अप्लाई गर्न पाउनुहुन्छ। अनि अर्को के चाहिन्छ भन्दा ट्युसन फी तपाईँले एक्सेप्ट भइसकेर त्यो युनिभर्सिटीले एक्सेप्ट गरिसक्यो र तपाईँले त्यो युनिभर्सिटीलाई तपाईँको फर्स्ट सेमिस्टरको फिज पनि तिर्नुपर्ने हुन्छ ट्युसन फी तिर्नुपर्ने हुन्छ। त्यो ट्युसन फी तिरिसकेपछि फर्स्ट इन्स्टलमेन्ट तिरिसकेपछि मात्रै अनि रेसिडेन्स पर्मिटको लागि अप्लाई गर्न पाउनुहुन्छ। र थर्ड वान भनेको चाहिँ प्रुफ अफ फन्ड्स। तपाईँको ब्याङ्क एकाउन्टमा सर्टेन अमाउन्ट अफ मनी डिपोजिट हुनुपर्छ सेभिङ हुनुपर्छ। तपाईँले सर्टेन टाइमसम्म कति टाइमसम्म पैसा राख्नुपर्छ आफ्नो ब्याङ्क एकाउन्टमा उनीहरूले चेक गर्छ। सो पछि पनि चेक गर्छ तपाईँले कति टाइमसम्म त राख्नुपर्ने हुन्छ पैसा निकालिहाल्न चाहिँ मिल्दैन। सो उनीहरूले त्यो कति 2-3 चोटिसम्म चेक गर्छ जस्तो लाग्छ मलाई। त्यो चेक गर्छ अनि त्यो पनि रेसिडेन्स पर्मिट दिनुभन्दा अगाडि त्यो पनि सबै कुराहरू हेर्छ क्या। सो तपाईँहरूसँग कति फन्ड हुनुपर्ने हो त्यति फन्ड चाहिँ आफ्नो अकाउन्टमा हुनु पर्यो। र अहिले मैले जुन हजुरहरूलाई भने यो त नर्मल यहाँ आउनुभन्दा अगाडि चाहिँ के हुन्छ कसरी के गर्नुपर्छ भनेर भने एउटा जस्ट एउटा सर्टेन स्मल प्रोसेसहरू भने होइन। सबै कुराहरू त मैले भनेको छुइनँ तर पनि एउटा हुन्छ नि मेन इम्पोर्टेन्ट कुराहरू हजुरहरूलाई जस्ट मैले भने। र अब चाहिँ म यताको कुराहरू गर्छु होइन। मतलब हुन्छ नि यो कुराहरू पनि हजुरहरूलाई जानिरहन जरुरी छ नि त। सो अरू कुराहरू एक्स्ट्रा इन्फर्मेसनहरू दिन्छु। सो यहाँको चाहिँ वर्किङ आवरको कुरा गर्ने हो भने चाहिँ स्टुडेन्टको लागि चाहिँ वर्किङ आवर चाहिँ लिमिट छैन। जति पनि काम गर्न पाइन्छ यहाँनिर अहिलेसम्म चाहिँ कुनै पनि लिमिट छैन स्विडेनमा चाहिँ है। सो तपाईँहरू चाहिँ जति सक्नुहुन्छ त्यति काम गर्न पाउनुहुन्छ यहाँ अहिलेसम्म चाहिँ केही लिमिट छैन। तर द रियालिटी के हो भने यहाँनिर चाहिँ काम पाउन अलिक गाह्रो छ होइन। काम पाउन गाह्रो छ अनि रियालिटी भने नि त्यो भनेको चाहिँ स्विडिस ल्याङ्ग्वेज चाहिन्छ क्या। धेरै ठाउँमा ल्याङ्ग्वेज चाहिन्छ। सो नेपालबाट यहाँ आउनु हुँदैछ र के सिकेर स्विडेन के सिकेर जाउँ भन्ने लाग्छ भने ल्याङ्ग्वेज सिकेर आउनु धेरै नै काम लाग्नेछ। अरू कुराहरू भन्दा पनि ल्याङ्ग्वेज फर्स्ट प्रायोरिटी ल्याङ्ग्वेजलाई राख्नु होइन। किनभने तपाईँहरू ल्याङ्ग्वेज भयो भने धेरै प्लस पोइन्ट हुन्छ क्या काम धेरै पाउन सजिलो हुन्छ। अर्को कुरा भनेको चाहिँ ड्राइभिङ लाइसेन्स पनि लिएर आउनुभयो भने राम्रो हुन्छ। किनभने नेपालको लाइसेन्सले 1 वर्षसम्म कुदाउन पाइन्छ नि त गाडी यहाँ। सो ड्राइभिङ लाइसेन्स लिएर आउनु। र ल्याङ्ग्वेज नहुँदा चाहिँ के काम पाइन्छ त भनेर भन्दाखेरि चाहिँ ल्याङ्ग्वेज बिनाको काम बिकज इङ्ग्लिस स्पिकिङ भनौँ न इङ्ग्लिस स्पिकिङ जब भनौँ न होइन। सो इङ्ग्लिस स्पिकिङ जबहरू भनेको चाहिँ डेलिभरी सर्भिसेस हस्पिटालिटी सेक्टरहरूमा चाहिँ पाइन्छ। अब हस्पिटालिटी सेक्टर भनेको रेस्टुरेन्ट्स होटल्सहरू भइहाल्यो होइन। अनि अब डेलिभरीको लागि पनि ड्राइभिङ लाइसेन्स त हुनु पऱ्यो। सो अब ड्राइभिङ लाइसेन्स भयो भने धेरै राम्रो हुन्छ बेटर हुन्छ। सो ड्राइभिङ लाइसेन्स र भाषामा चाहिँ एकदम धेरै ध्यान दिनु।
अब चाहिँ म हजुरहरूलाई एउटा यस्तो इम्पोर्टेन्ट कुरा भन्दैछु होइन, जुन चाहिँ म आफ्नो मेरो एक्सपिरियन्सले पनि एकदम त्यसलाई चाहिँ इम्पोर्टेन्ट मान्छु क्या। त्यो चाहिँ हो हाउसिङ इन स्विडेन। सो तपाईँहरू यहाँ आउनु हुँदैछ एज अ स्टुडेन्ट भने चाहिँ एकदम हाउसिङमा चाहिँ त्यो तपाईँहरूलाई के कति थाहा छ, यहाँ चाहिँ स्टुडेन्ट हाउसिङहरू हुन्छ। त्यो स्टुडेन्ट हाउसिङहरू छ यहाँनिर हेम्स्टाडेन, लुलेभो, अनि स्टुडेन्ट बोस्टाडहरू हुन्छ नि, के छ क्या स्टुडेन्ट हाउसिङहरू छ। र म तपाईँहरूलाई त्यो मेरो डिस्क्रिप्सनमा पनि राखिदिन्छु यो कुरा चाहिँ। त्यो हाउसिङहरू चाहिँ त्यहाँ चाहिँ गएर लगइन गर्नु सुरुमा होइन, त्यो हाउसिङमा लगइन गरेपछि चाहिँ तपाईँहरूको दिनै पछि 1.1 पोइन्ट बढ्छ क्या। सो डेली पोइन्ट्सहरू आउँदै आउँदै जान्छ। सो पोइन्ट्स कलेक्ट गर्नुपर्छ क्या, किनभने यहाँको चाहिँ रुम भेट्नको लागि चाहिँ युनिभर्सिटीमा के भन्छ त्यो एडमिसन पाउनुभन्दा पनि गाह्रो, रुम पाउन गाह्रो छ क्या यहाँ चाहिँ, त्यस्तो गाह्रो छ। सो त्यो भएर यो यहाँ चाहिँ स्टुडेन्ट हाउसिङ क्यू हुन्छ, एउटा स्टुडेन्ट हाउसिङ क्यू हुन्छ। त्यो क्यूमा आफू लाइन लाग्नुपर्ने हुन्छ। सो आफ्नो पोइन्ट्स कति पोइन्ट्स छ त्यसले धेरै म्याटर गर्छ यहाँ चाहिँ। जसको धेरै पोइन्ट्स छ उसले नि त्यो हाउसिङ पाउँछ, त्यो रुम पाउँछ क्या। सो त्यो भएर एकदम अलरेडी गर्नुहुँदैछ भने त धेरै राम्रो, गर्नुभएको छैन भने आजै त्यो हाउसिङ त्यो वेबसाइटमा गएर चाहिँ आफ्नो लगइन गर्ने, र लगइन गरिसकेपछि तपाईँले डेली लगइन पनि गर्नु पर्दैन। त्यो भनेको 6 मन्थमा एकचोटि लगइन गर्नु पनि पुग्छ, 6 मन्थमा चाहिँ एकचोटि गर्नै पर्छ। सो एकचोटि लगइन गरेपछि तपाईँको पोइन्ट्स डेली हालेर बस्दै जान्छ क्या। सो पोइन्ट्स एकदम धेरै इम्पोर्टेन्ट छ। सो स्टुडेन्ट हाउसिङमा चाहिँ एकदम ध्यान दिनु। त्यो यहाँ आउनुभन्दा अगाडि नै बुक गर्नु हाउसिङ अनि आउनु, किनभने म यहाँ आउँदासम्म पनि मेरो हाउसिङ थिएन मसँग। मैले हाम्रो नेपालकै दाइ भाउजूहरूकोमा बसेर एक हप्ता बसेर अनि अहिले सेयरिङमा यसरी बसिरहेको छु। सो गाह्रो हुन्छ, त्यही भएर आफ्नो एक्सपिरियन्सले गरेर पनि यो हाउसिङ चाहिँ हजुरहरूले सिरियसली अहिलेदेखि नै हेरिरहनु। र अब कुरा गरौँ आफ्टर ग्रेजुएसन के गर्ने हो भनेर। हजुरहरू मास्टर्स गर्न आउनुहुँदैछ पनि 2 वर्ष मास्टर्स गर्नुहुन्छ, अनि त्यसपछि 1 इयरको लागि यहाँ बस्न पाउनुहुन्छ। 1 इयरको लागि हजुरहरूले एप्लाई गर्नुपर्ने हुन्छ, के भन्छ त पोस्ट स्टडी भिजा भन्छ। सो त्यसको लागि एप्लाई गर्नुपर्ने हुन्छ र 1 इयर बस्न पाउनुहुन्छ। ब्याचलर्स गर्नुहुँदैछ भने पनि त्यही हो, ब्याचलर्स सकेर 1 इयरसम्म बस्न पाउनुहुन्छ पोस्ट स्टडी भिजामा। तर त्यो 1 इयर टाइमसम्ममा चाहिँ हजुरहरूले एउटा राम्रो जब खोज्नुपर्ने हुन्छ। त्यो जब चाहिँ धेरै नै इम्पोर्टेन्ट हुन्छ, किनभने त्यो 1 इयरसम्ममा तपाईँहरूले एउटा राम्रो जब खोज्नुभयो भने चाहिँ अनि मात्र तपाईँ स्टुडेन्ट बस्न पाउनुहुन्छ 1 वर्ष, त्यो 1 वर्ष पछाडि। किनभने यहाँको अहिलेको जुन स्ट्रिक्ट जुन ल छ, त्यो लले गरेर चाहिँ यहाँ सर्टेन क्राइटेरियाहरू छ, त्यो फुलफिल हुनु पऱ्यो क्या। सो त्यो 1 इयर चाहिँ एकदम आफूले राम्रो पेमेन्ट भएको, राम्रो स्यालेरी भएको जब खोज्ने हो कि आफ्नो एउटा बिजनेस स्टार्ट गर्ने हो कि के गर्ने हो, त्यो गर्नु पर्यो हजुरहरूले। अहिले चाहिँ स्विडेनमा पर्मानेन्ट रेसिडेन्स पाउन चाहिँ अलिक गाह्रो छ क्या। भन्न खोजेको यहाँनिर चाहिँ मन्थली 29,680 छ अहिलेको हिसाबमा। त्यति मन्थली त्यति स्यालेरी भयो भने मात्रै यहाँ वर्क पर्मिट पाइन्छ। सो एज अ वर्कर तपाईँ बस्नुहुन्छ र यहाँ कति वर्ष बसेपछि मात्र पर्मानेन्ट रेसिडेन्स हुनुहुन्छ यहाँको। सो त्यो मन्थली 29,680 छ अहिलेको लागि है। तर यो छिट्टै अब 2026 को जुनमा आई थिङ्क 33,390 हुनेवाला छ क्या यो। सो 33,000 मन्थली यहाँ स्विडेनमा कमाउनको लागि त एउटा राम्रै जब पाउनुपर्ने हुन्छ नि त। सो त्यो चाहिँ अलिक गाह्रो छ क्या। सो त्यो चाहिँ मैले चाहिँ तपाईँलाई भने नि 1 वर्ष पाउनुहुन्छ पोस्ट स्टडी भिजा। त्यो 1 वर्षमा त्यतिको लेभलको चाहिँ एउटा काम वर्क खोज्नुभयो पाउनुभयो भने चाहिँ यु क्यान इजिली स्टे हियर होइन फर द रेस्ट। र यहाँ चाहिँ अहिले चाहिँ काम पाउन चाहिँ एकदम गाह्रो छ होइन स्विडेनमा चाहिँ। अब हुन्छ नि अहिले फेरि विन्टरको टाइम भयो नि त, विन्टरको टाइम भएर पनि होला काम पाउन चाहिँ एकदम गाह्रो छ। समर टाइम थियो भने चाहिँ कामहरू धेरै पाइन्थ्यो अरे होइन, अरूहरूले पनि भन्नुभएको समर टाइममा धेरै काम पाइन्थ्यो भनेर। म पनि धेरै रेस्टुरेन्टमा कता जाँदाखेरि काम खोज्न जाँदाखेरि समर टाइम थियो भने चाहिँ मान्छे चाहिन्थ्यो, अहिले त चाहिँदैन भनेर भनिरहेको हुन्थ्यो क्या। सो काम पाउन चाहिँ धेरै गाह्रो छ। तर त्यही काम पाउने सिलसिलामा नै हजुरहरूलाई ल्याङ्ग्वेज आउँछ, स्विडिस ल्याङ्ग्वेज आउँछ भने चाहिँ काम पाउने चान्स अझै धेरै नै बढ्छ क्या।
र आजको भिडियो चाहिँ मेरो यति नै। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो र केही हेल्पफुल भयो भएन, इफ अरू पनि केही कुराहरू सोध्नु छ, अरू पनि कुराहरू बुझ्नु छ भने चाहिँ मलाई कमेन्ट्समा पनि सोध्न सक्नुहुन्छ, अथवा मलाई हजुरहरूले इन्स्टामा अथवा हुन्छ नि फेसबुकमा जता पनि म्यासेज पनि गर्न सक्नुहुन्छ। सो मैले बुझेको कुराहरू चाहिँ म हजुरहरूलाई भन्ने छु। सो अहिलेको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।